ल है गाइस, यो चाहिँ अब मर्चा, यो हङकङी मर्चा मसिनो गोलो गोलो चाहिँ मैले धुँदै हालेँ। देखाउनु पर्ने थिएछ, अब अर्को लागि देखाउँला है तपाईँहरूलाई। यो चाहिँ जाँड नमिठो भएर रक्सी पार्नको लागि यो हाल्नै लागेको। अलिक कडा बनाएर यसले रक्सी बनाउनु पर्छ। जाँड चाहिँ खतरा मिठो हुन्छ भनेर सिमलीको जाँड पकाएको छोपाइ मिलेन रहेछ, हावा पसेर अमिलो न अमिलो भइगएको छ। अब चुक जस्तो छ, खानु सकिँदैन। अब त्यसलाई त्यतिकै बिग्रियो जान्छ, दिनु भएन। त्यसै पनि सुँगुर चारो अब कट निकालेर चाहिँ सुँगुरलाई चारो दिने योजना गर्दैछु। अब रक्सी पारेर राख्ने 3-4 महिना। यहाँ छ है जाँड चाहिँ। अस्ति यो पकाउँदा प्लास्टिक हाल्नु बिर्सिएछ। यसरी यो सानो छोपेर खतरा भएको छ नि हो। तर यो मिठो छैन है। मिठो छैन। भात तैँले खाएको झन्डै निक्लेको त हौ। अर्को पनि खाइलौँ त, त्यसपछि देखा जाएगा। यो चाहिँ सिमलीको पकाएर सिमली उसिनेर बोक्रा फालेर उसिनेर मर्चा हालेको। यो लास्टै मिठो हुन्छ भनेर सुनेर सबैको सुनेर पकाएको मिठो भएन रहेछ। यो छुपाइ मिलेन रहेछ क्या, हावा पसेको हुन्छ नि गाउँघरको भाषामा। अब नखाऊ भने जुठो लगाइहाल्यो। यो जाँडको लागि चाहिँ उपयुक्त छैन। चुक छ चुक पुरा। अब यसलाई टक्क मर्चा लाएर खतरा रक्सी बनाउने साथी हो। ल यो मर्चा हङकङी मर्चा मिठो हुन्छ लागेको। अब ठिक भएन, अब भरसक यो लाएर फर्किन्छ कि भन्ने आशो। अब अस्ति पनि मिठो भएन, अब चाहिँ मिठो हो। अस्ति पनि मिठो भएन, अब चाहिँ मिठो हो। धान रोप्दाखेरि असारको गर्मीमा सरक्क फ्रिजमा लाएर सनक्क गर्मी हटाउने गरी खानु पाऊँ। रोपाइ गर्दा र आली ताक्दाखेरि मेरो यही छ शुभकामना त सिमलको जाँडलाई। अब भर्खर शुभकामना र आशीर्वाद दिने हो। शुभकामना र आशीर्वादले के काम दिन्छ दिँदैन। अब यसलाई ल मेरो शुभकामना त्यही छ। अहिलेसम्म अमिलो भइरहेछ हो। ल अब यसलाई अबको 15 दिनपछि हेर्ने यो कस्तो छ। गुलियो मिठो भयो भने छानेर खाने, यसो खेतला पार्ला हुने। नत्र यसलाई रक्सी बनाएर कर्छ सुँगुरलाई।